भेटी चामल अन्जुलीले हाल्नुपर्छ यही चामल हालिदिन्छु पैसा ल महाराजा परमेश्वरी चलो छरछराट आउनु पर्यो आउनु पर्यो त के चामल हुन्छ चढाउनु चामल थोडै अन्त पनि चाहिन्छ नि थोडै हाल्नु झुन्दै लाउनु न हामीले निकाल्नु पर्यो नि त के अनि हो त धामीकै आफै देउता आउनु पर्यो हामीले निकाल्दिन आउने हो र अब त छ्याट छ्याट आउनु पर्यो आफ्नो शक्ति लिनु पर्यो जानु पर्यो अब त छ्याट आउनु पर्छ सधैँ मैले निकाल्ने जति बेला पनि धामीले बोलाउनु भयो त म त अप्ठ्यारो परे ढाँप देउता उ भयो भने होइन अप्ठ्यारो परेको ठाउँ हो छनाइछु त नाइ सानो अप्ठ्यारो पऱ्यो अरू न देउताले लाइज महाराजा परमेश्वरी छ्याट छ्याट आइजाऊ आइजाऊ केही छैन कुनै समात्नु यहाँ तीर्थ स्थलमा यो शिवजीको उसमा आइजाऊ महाराजा परमेश्वरी अरू के छ आफ्नो शक्ति माग्ने जाने अरू यहाँ सब भनिदियो भने हामीले पनि भनिराखेको हो कि होइन आइजाऊ 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 गुनासिनु केही छैन यहीँ त हो त आउने सबै भैरवी नगए देउता आउने नि हुन्न भैरवी आइज महाराजा परमेश्वरी आइज छ्याट छ्याटसँग आऊ आऊ केही डर भइ नमान महाराजा परमेश्वरी आफ्नो शक्ति देखाउने हो शक्ति लिनु जाने दोकान चाहिँ यो पनि एउटा ल आइजाऊ 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 केही छैन खुसी भयो ल आइजाऊ त्यसमा अब हाम्रो गएर नगुनास्यौ सस्राट आऊ अब बिहान बिहान आएर नुहाइ धुवाइ गरेर अब आएर नुहाएपछि त सब आउनु पर्यो त महाराज पर्नु यी अखाडामा नुहाएर आउने यही हो शक्ति फुट्ने बुढाको टाढो हालेर ढालिन्छन् फुट्नुबाट त अखाडामा खुसी भएर भन् के भन्नु छ भन्नु पर्यो त अब खुसी छ कि छैन भोलि अझ गइकन तल सकिने अन्त कहीँ जाने हो कि फेरि नाइ जानु त पऱ्यो जानु त जाउँला देउतालाई नजाने भन्ने होइन अब रुकिनु भएन क्या देउता फुटिसके उहाँ छप्किने राम्रो भएन
अब रेगुलर मतलब बौली र भने होइन तीर्थ स्थान मतलब अखाडामा गएर देउता पुज्नु पर्यो त खुसी चाहिँ सोध्नु न खुसी हुनुहुन्छ महाराज भन्नुहोस् नि दुखी हुनुहुन्छ नि भन्नुहोस् हामी पाली नै छौँ तिहार्नुपर्ने छोडा अक्षता दिदी नै हान्छ अनि यो पछाडि हेर्नु है लोड्दैन नि त हामी लाग्छ यस्तो लोड्छन् कि भन्ने चोट लाग्छ आगामा छ त बुझ्दिन देउता आएर केही आफ्नो शक्ति लिएर जाने यस्तो देउता चल्दिए किन पालीलाई अनि किन चिन्ता भयो त अप्ठ्यारो पढे ठाउँ छनै जाउँ त हामी अरू देउता छैन नि त छ नि त हिजो अप्ठ्यारो पढो ऊ भयो पछि लगाउँ त हामी ठिकै भयो बोल्छ क्या अब देउता चल्या देउता बोल्दैन यहाँ अखाडामा उयो हेराउनु गराउनु अर्ने हो क्या यहाँ त धेगाला बढ्ने मात्रै देउता तीर्थ स्थानमा चल्ने मात्रै हो क्या चलाउने आइजाउँ बोल्छ नि त आउँदैछ नि त अझ बाजुका आउँछ धुली सर्छ छ नि त अगाडा चारवटा भयो त सब ल्याएर नानु न बाबु दिदीलाई दोकानमा डर क्या छ खाने दिने सम्पत्ति सन्त बाली यो त एउटा संजोग त्यस्तै भयो एकैचोटि पोइन्ट भएर पो अगाडि गोरिया सन्त यसरी प्रगट भयो बोलाउनु पर्यो बनाउनु पर्यो सफल हुनु पर्यो यता हेर यता के अपुरा छ भने चामल सामल खोलिन्छ लाग्छ बाबु लग्न लागि यही मान के मुख खोल्ने यही खोल अब यही हो त धाममा कुदेन देखिएन कट्टाका कट्टा दिए घाँट घुम्रा बाजा घाँचो देखो कि नहीं हाँस्ने होइन क्या देउता गरेर हाँस्नु हिजो नाभिसान कमाएन कमाइदिन्छ क्या देउतासँग खेलबाट हाँस्ने होइन देउता
अरू बिन्ती जोडेर माग्नुपर्छ के बरु महाराजा बन्नु सरी कस्तो भयो आफ्नो बारीमा महाराजा बन्दाखेरि हामीलाई आफ्नो पनि रोक्यौ जानुपर्ने धेरै छ ए सुन्दै तपाईको हातमा त रातो टिका होला सबै टिका दिने हैन कहाँ लुगा हाल्नु हुन्छ टिका लस्टिका लगाउनु पर्छ भन्दै राजा मैले लगाइदिने त्यो टिका घर लैजाने हो हे लाउने सम्म लगाइदिनु बेल्टै भएन कि घर थियो त भन्नु नाइदिनु खानाको बेल्ट कहाँ हुन्छ भन्नु अर्को थियो मेरो पाइनमा थियो त पोइन्ट कहाँ पोइन्ट कहाँ खुल्नु ए अरे लुगा ल्याएन यहाँ छैन उता परे होला झोला पोरी छ क्या पोरी पोरी थैलो निकाल्नु जाने एउटा एकान्ची लिएर आउनु टिका टिकाको बोल्छ खर्च एमा छैन सोध न सोध के कस्तो भयो के हो के पुगेन हो त टिकाको झोलै छैन के पुगेन किन गुनास से त नाराज भन्नु पर्यो गुनास यही आइज चले हेर्छ देउता राम्रै छ चल्दै छ राम्रै गर